वेलकम ब्याक न्यू डे न्यू भिडियो। आज हामी यस्तो इभिनिङ वाकतिर जाँदैछौँ। अहिलेको मौसम हेर्न सक्नुहुन्छ। यहाँ अब यस्तो रात पर्नेवाला छ। यता यस्तो छ अनि तल मस्त भ्यू देखिन्छ यताबाट हेर्न सक्नुहुन्छ। देखिसकेको छौँ त्यो घर देख्न सक्नुहुन्छ। अनि त्यहाँ पछाडि रहेको चाहिँ त्यो मन्दिर हो हाम्रो गाउँको। अनि अहिले चाहिँ हामी हिँडिसकेका छौँ। अब 15-20 मिनट हामी यसो इभिनिङ वाकमा हो अनि घरतिर आउनेछौँ। हाम्रो गाउँ हेर्न सक्नुहुन्छ तपाईँ। भिडियो लास्टसम्म हेरिदिनु होला। मेरो होइन यो भाइको च्यानल हो अनि यस्तो भिडियो बनाइदिनु कि भनेर आज हामी भिडियो बनाइरहेको छौँ। सपोर्ट गरिदिनु होला। त्यही हो, सपोर्टिभ भइदिनु होला सबैजना। यही छ भ्लग हेर्न सक्नुहुन्छ। अनि तल पनि हेर्न सक्नुहुन्छ भ्यू कस्तो छ हाम्रो गाउँको। कमेन्ट गरिदिनु होला अनि च्यानललाई नबिर्सी सब्सक्राइब गर्नु चाहिँ नबिर्सनु होला है। सडक हेर्न सक्नुहुन्छ। यसै सडकबाट गाडीहरू आउँछन् हाम्रो गाउँमा। अनि यता पनि हेर्न सक्नुहुन्छ। यो पुरै पछाडि देखिने सडक हो र थप कुरा हाम्रो यो क्रिकेट ग्राउन्ड पनि हो। हामी यसैलाई क्रिकेट ग्राउन्ड बनाउँछौँ। यसैमा क्रिकेट खेल्छौँ तर आज खेलेनौँ समय प्रतिकूलको कारणले। अर्को भिडियोमा हामी हाल्नेछौँ क्रिकेट खेलेको पनि हेर्न सक्नुहुन्छ। यता यस्तो छ, पुरै हरियाली छ हाम्रो गाउँमा चाहिँ। एकदम मौसम एकदम राम्रो भएको कारणले हावापानीमा रमाउन चाहिँ पहाड नै राम्रो लाग्छ। अनि यहाँ चराचुरुङ्गीको आवाज पनि चैत्र महिनामा चाहिँ मस्त सुनिन्छ। अनि हेर्न सक्नुहुन्छ हामी दुईजना छौँ अहिले। हामी त्यहाँ परसम्म जानेछौँ र अहिले हामी रिटर्न हुनेछौँ। यहाँ पुगिसकेका छौँ। अब अलि परसम्म जानेछौँ र हामी घरतिर जानेछौँ। अब हेर्न सक्नुहुन्छ यस्तै छ। अब अलिअलि रात पर्न पनि लागिसक्यो। त्यसैले यस्तै छ गाउँतिर हेर्न सक्नुहुन्छ। अनि तपाईँलाई देखाउँदाको कुरा चाहिँ खास के हो भने हाम्रो गाउँतिर गहुँ हुन्छ नि, गहुँ पाकिसकेको छ र काट्दैछन्। यहाँ हेर्न सक्नुहुन्छ तपाईँ पछाडि। यता पनि हेर्नुहोस्, यो काट्दैछन् गहुँ। बिस्तारै गहुँ भित्राउने काम भइरहेछ। त्यही भएर यस्तै छ गाउँतिर। हाम्रो गाउँमा यो फल पनि पाइन्छ र यसको नाम जान्नेलाई कमेन्ट गरौँ है। यो फल मिठो हुन्छ यो फल चाहिँ होइन। हाम्रो पहाडी भेगमा पाइन्छ। यहाँ यसको नाम जान्नेले कमेन्ट गरौँ है। यो पछाडि देखिने चाहिँ हाम्रो एउटा फल हो। यसको नाम चाहिँ कमेन्टमा भन्नु होला। अहिले हामी नभनौँ र दोस्रो भिडियोमा यसको नाम भन्नेछौँ तपाईँलाई आएन भने। र यसको नाम जान्नेले कमेन्ट गर्नु होला है। ल गाइस, हामी चाहिँ अब घरतिर गइसकेका छौँ। यतातिर अघि देखाएको फल पनि खायौँ हामीले। अनि अहिले चाहिँ घरतिर लागिसकेका छौँ र अब यस्तै हो। डेली भ्लग आउँछ यो च्यानलमा चाहिँ। सबैले हेरिदिनु होला, सपोर्टिभ बनिदिनु होला र च्यानललाई सब्सक्राइब पनि गरिदिनु। आजको भ्लग चाहिँ यति बनाऊ होइन। अब त्यही छ। भिडियो मन परेमा लाइक गरिदिनु होला र सब्सक्राइब।